मैले क्यानहरू चाहिँ प्रायः जस्तो सबै क्यानहरू हो यो बियरको क्यानहरू यो चाहिँ मैले कलेक्ट गरेर यहाँनिर राखिरहेको छु है। मैले यो सबै बक्सहरू कतिवटा छ 1 2 3 4 5 6 7 8 9 10 वटा जस्तो छ गाइस। लेट्स सी कति हुन्छ है त। ल गाइस यति चाहिँ छ। म चाहिँ अब मेरो गाडी लिएर ल गाइस फाइनली मैले सबै हटाएको छु है। फ्रन्ट सिटदेखि र पुरै ब्याकसम्म क्यानै क्यान छ है गाइस। क्यान डिस्पोज गर्ने ठाउँमा आइपुगेँ है त। ल गाइस फाइनली म यहाँ आइपुगेँ। म अब यहाँबाट क्यान झार्छु है त कति हुन्छ। ल गाइस मेसिन चाहिँ यो हो भिक्टोरिया कन्टेनर डिपोजिट स्क्रिन। टक लगाएर हाल्ने चाहिँ यहाँ है गाइस। यहाँ हाल्नुपर्छ टक्क लगाएर द फुल। ल यो त फुल रहेछ यहाँ। ल यो पनि फुल रहेछ। द क्यान बी युज फुल रहेछ। अब भनेपछि फेरि अर्को ठाउँमा जानु पऱ्यो गाइस। यहाँ त फुल। यहाँको चाहिँ यो कन्टेनर चाहिँ पुरै फुल भएको रहेछ गाइस। सो हामी चाहिँ अब फेरि अर्को ठाउँमा जानुपर्ने भयो। लेट्स सी। म त यहाँ फाइनल्ली हाम्रो अर्को कन्टेनरमा लिएर आएको छु। यहाँ हाम्रो अरू मान्छेहरूले नि कन्टेनर फाल्दै हुँदो रहेछ। यसरी टक्कै स्ट्यान्ड गऱ्यो होइन गाइस। त्यसपछि झ्याम झ्याम ग्लोभ्स लाउनु पर्ने। ग्लोभ्स ल्याउनु चाहिँ बिर्सेछ। यसलाई चाहिँ मलाई ट्याक्कै 1 घन्टा लाग्छ है गाइस। पढ्नै छ तर यो बिन पनि फुल पनि हुनसक्छ है। त्यही भएर घरमा टक्क यस्तो क्यानहरू 10 सेन्टको छ भने फाल्नु सट्ट टक्क एउटा प्लास्टिकमा बिन ब्यागमा राखेर सट्ट डे अफ भएको बेला केही काम छैन भने के गर्ने भन्दा ट्याक्क लिएर आउने स्क्यान गर्ने अनि चट्ट भोक लाग्छ यही लिएर खाजा खाने सपिङ गर्ने के गर्ने गाडीमा तेल हाल्ने बवाल रमाइलो हुन्छ गाइस। म अब कति हुन्छ अहिले तपाईँहरूलाई ट्याक्क लास्टमा देखाउँछु है गाइस कति रुपियाँ आउँछ आज। नेपालमा भयो भने चाहिँ भैया नै भइयो। ए टिना कलम कापी किताब गर्थ्यो। अब यहाँ चाहिँ तल क्यान है क्यान 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 यो क्यान लाने 138, 33 to $13. फाइनली गाइस मैले त्यो भाउचर चाहिँ साटिसकेँ कोल्समा आएर। अनि यहाँनिर चाहिँ $85 छ। $1 को चाहिँ कोइन छ है गाइस। भएन त कमाल बवाल भयो नि।